नेपाली चलचित्र गीत सङ्गीत थिएटर म्युजिक भिडियो सम्बन्धी सम्भवतः विश्वकै पहिलो फुटबल एकाडेमी बक्स अफिस फुटबल एकाडेमीले हरेक महिनाको अन्तिम शनिबार फुटबल प्रतियोगिता आयोजना गर्ने सिलसिलामा यही फागुन 30 गते शनिबार वरिष्ठ चलचित्र निर्माता समाजसेवी वसन्त कुमार श्रेष्ठ फुटबल कप 2026 संस्करण आयोजना गर्न गइरहेको छ। 26 संस्करणमा यहाँ देख्न सक्नुहुनेछ सरस्वती नगर भेटरन टिम, त्यसरी भूषण एफसी, विजय एफसी, कपन एफसी, थोकर एफसी, सुमिना फिल्म्स, बक्स अफिस फुटबल एकाडेमी, साइनो चिया घर, जडीबुटी, 7 स्टार, शङ्कर एफसी, टाइगर एफसी ले ग्रुप बी मा रहेर खेल्न गइरहेका छन् भने ग्रुप ए मा रहेर यी टिमले खेल्नेछन् भने ग्रुप बी मा चाहिँ सिने फोकस स्टुडियो, मोसन स्टुडियो, त्यसै गरी अश्लेषा स्टुडियो वर्सेस रेड स्टुडियो, मुभी फ्याक्ट्री स्टुडियो भर्सेस क्लासिक सिनेमा युनिभर्सल, बिग सिनेमा भर्सेस कृतिपुर सिनेम्याक्स, त्यसै गरी शुभकामना सिनेमा हल बनेपा भर्सेस डिएम सिनेमा कलङ्की, त्यसै गरी साधना कला केन्द्र भर्सेस डायमन्ड डान्स सेन्टर दिनेश पाखरिन सरको, त्यसै गरी बिना ब्याङ्केट इन्टरटेनमेन्ट भर्सेस डिसेन नेपाल, त्यसै गरी एफडी कम्पनी भर्सेस आरआर फिल्म्स प्रोडक्सन बागबजार, त्यसै गरी रिजाल लक्ष्मण रिजाल रामप्रसाद रिजाल वरिष्ठ निर्देशक निर्माताको चलचित्र काजी लिएर आएछ। उक्त कम्पनीको फिल्म प्रोडक्सन आरआर प्रोडक्सन भर्सेस वरिष्ठ निर्माता परालको आगो रिलिज हुन गइरहेको निर्माता वरिष्ठ निर्माता सुशील पोखरेलको फिल्म कम्पनी हरिओम सिनेमेकर्सको यो खेल घम्साघम्सी हुन गइरहेको छ र सबैलाई प्रायोजन गरेको छ काजी फिल्म। त्यसै गरी क्यानाडाबाट ईश्वर थापाले निर्देशन गरेको म्युजिक भिडियो हिउँको आँगन, त्यसै गरी हाम्रो रेशम विश्वकर्माको निष्ठुरी मायालु, अप्सरा मगर वरिष्ठ समाजसेवी अप्सरा मगरज्यूले सञ्चालन गरेको कान्तिपुर क्याफे प्राइभेट लिमिटेड नैकाप, कलाकार निर्देशक मोडल हाम्रो मित्र जम्बुलिङ फिल्म्स प्रालीले पनि यसलाई सपोर्ट गरेको छ। गुरुआमा प्रेम गीता, त्यसै रातो पछ्यौरी दुलारी, हामी 3 भाइ चलचित्र, त्यसै गरी लालिमा काजी, नयाँ वर्ष टार्गेट, डल्लेले एन्ट्री मारो, सतीश आकडा, राम सत्य होले यसलाई फुल प्रायोजन गरेको जानकारी गराउन चाहन्छु। इलाइट फुटसल बौद्धमा यो खेल आयोजना हुन गइरहेको छ र यसको प्रत्यक्ष प्रसारण बक्स अफिस फुटबल एकाडेमीले आयोजना गर्दैछ भने यसको फुल भिडियो पिभी क्रिएसन एन्टरटेनमेन्टमा हेर्न सकिने जानकारी गराउन चाहन्छु।